आज मेरो बहिनीहरूले खतरा परिरहेछ कि तिम्रो कहिले एक्जाम अरे लु कहिले एक्जाम अरे कान्छी 9 गते थाहा छैन तर मेरो बहिनीहरू चाहिँ एकदम के अरे इमान्दारी छ है मेरो भाइ त अघि देखिसक्नु भएको छ सुविगा हेर त यो चाहिँ के अरे प्र्याक्टिकल अरे मेरो बहिनीहरू कस्तो इमान्दार छ कि काम कस्तो काम गर्ने पर्छ खुरु मेरो युट्युबमा गएर सब्सक्राइबर चाहिँ खप्पै हान्न कसम छ भिडियो उसले 15 लागि हालिसक्यो मेरो के च्यानल छ ए सन्तोष राई मसिनमा आएको नि यो चाहिँ मासुको के अरे आज यो जो अध्यक्ष अध्यक्ष मासुको अध्यक्ष तर मेरो चिलीहरू चाहिँ कसम यस्तो इमान्दार छ नि होइन किन अन्त हाम्रो भाउजू यता हुनुहुन्छ दाजुले कतिको मिस गर्नु भएको छ मिस गर्नु छैन होला ओहो कुराले अर्कै आएछ छ त दाइले नि हेर्नुहुन्छ नि फेरि भिडियो म चाहिँ आज बहिनीहरूको रुमतिर आएको थिएँ कि अनि हल्का बहिनीहरूको रियाक्सन तर आज अहिले मासु चाहिँ यस्तो दाइमा आउँछ नि यस्तो होइन ज्वाइँ पनि पछि फिदा त्यस्तो दाइमा आउँछ जस्तो मलाई थाहा छ त पढ्नुपर्छ है पढ्नुपर्छ बहिनी हो अन्त अनि तर यसको राइटिङ कस्तो सही छ क्या फेरि यतिको चाहिँ हुनुपर्छ क्या होइन दिपा कि कस्तो हो तर मेरो चेलीहरू चाहिँ सबै चेलीहरू चाहिँ इमान्दार नै छ यसमा चाहिँ होइन त्यही भएर मेरो चेलीहरूलाई चाहिँ धेरै गर्व गर्छु कि म अनि यता हेर्दा मेरो के अरे सुपिका जीको चाहिँ अनि के अरे प्र्याक्टिकल कतिको पढ्दैछ राम्रोसँगले पछि के अरे जिबिए चाहिँ होइन मेरो भ्लगको नाम के अरे अगाडि ऊ छ के पो थियो एडरेस होइन अनि सन्तोष राई अनि 2025 लेख ठ्याक्कै भएछस् मैले भर्खरै बनाएको जस्तै भयो त 4 वर्ष त होला सब्सक्राइबर त्यही 1500 पुगिसक्यो भर्खर बनाएको त्यही भएर त मलाई गर्न तेरो अङ्कल होइन म कसै कता